एकबार चिल्ला हो ट्रेकिङ रुट छ क्या हाइकिङ रुट त्यहाँबाट सुन्दर रिजल्ट निस्किन्छ दाइ
के छ ल भन्नु त यहाँ कुमारी छ शान्ति छ यहाँ काका छ यता के भयो थाहा भएन ढाके के छ त के भइरहेको सर एकदम ठिक छ नुवाकोट आइया छ कस्तो फिल भइरहेको एकदम हरियो सर भदौ लागेपछि पुरै जस्तो जताहरू हरियै देखिँदो रहेछ हरियो हरियो भनेर कस्तो हरियो देखिँदो धेरै पटक आइयो सर त्यसरी रातै बस्नेर आउनु भएको छैन तर रातै बस्ने गरी चाहिँ एमके चाहिँ रातै बस्नेर आउनु भएको छ हामी रुकुमबाट आएर काठमाडौँमा त्यस्तो सम्पर्क गरेर तपाईँहरूलाई काठमाडौँको मान्छेले रातै बस्नेर नुहाकोट ल्याएर कस्तो फिल भइरहेको छ भने तपाईँको प्रश्न त्यो प्रश्नको जवाफ नै हामी हो त्यो प्रश्नको जवाफै हामी हो कि कस्तो फिल भइरहेको छ हामीले तपाईँलाई सोध्नु परेछ आजदेखि तपाईँ यहाँबाट धेरै जिन्दगीको पहिलोचोटि बाहिर बस्नु जाँदा कस्तो फिल भएको छ हामी त हरेक दिन बाहिर बस्छ नुवाकोट भने मैले अनि साथीभाइहरूसँग बस्ने गर्थेँ पहिला यो गोरु जुताइमा चाहिँ धेरै आउनुहुन्थ्यो नि त गोरु जुताइतिर आउनुहुन्थ्यो होइन हेर्न त त्यो बिहान आउने बेलुका जाने अब यो ग्यादरिङ चाहिँ सेकेन्ड टाइम हामी विभिन्न ठाउँमा घुमिरहेको अब हामी अर्कोचोटि यहाँ आयौँ भने अब यो बोका सोका अलिक थपेर ल्याउने अलिक थपेर ल्याउने
यो गाउँसम्म गाइयो खसला माया त्यता हामी दिन्छौँ नै नयाँ आउने मान्छेलाई के भन्न चाहनुहुन्छ? स्वागत छ। हजुरको रेस्टुरेन्टको नाम भनिदिनुहोस् सर र मन पाउँछ सर यो शिवपुरी आर्ट सरीमा छ हामी भर्खर सुरु गरेको यहाँका सेवा सुविधाहरू के छ भनिदिनुहोस् सर। सेवा सुविधा सर अब हामी खाना बस्न सकिन्छ लजिङ पनि छ अनि प्याकेजेस सुरु गरेको छ त्यही हो सर। पिकनिक स्पट पनि छ। सर्भिस चार्जहरू के कस्तो छ? सर्भिसहरू सर्भिस सर हामी त्यस्तो धेरै ऊ चाहिँ पर्छ सर्भिसहरू चाहिँ कतिको राम्रो सर्भिस छ? चाहिँ राम्रै छ। अब हामीले त राम्रो दिने कोसिस गरिरहेको छ। अहिले स्टाफहरू चाहिँ हामी दिएको छैन, हामी आफैले गरेको छ सबै। बिस्तारै त्यो अलि हामी टोटल प्रिपेयर चाहिँ भइसक्यो। ल भन्नुहोस् त, 1 पाउन्ड रिसोर्टको अनुभव बताइदिनुहोस् ल। रमाइलो ठाउँ रहेछ, राम्रो भयो होइन, रमाइलो पनि भयो। यो एरिया पनि राम्रो रहेछ। ल रविन्द्र सर के छ तपाईँको? कस्तो फिल भइरहेछ? एकदम बाबा। सर जाओस्, कडै जाओस् ल सर। अब नुवाकोटमा मेरो चाहिँ पहिलो यात्रा हो। नुवाकोटै मैले पाइला टेकेको थिइनँ, आज पहिलोचोटि पाइला टेकिएको छ। अब नुवाकोटको कुन कुन ठाउँ हो थाहा छैन। अहिले हामी 6 अरेमासम्म आइयो। त्यसपछि अब दरबारतिर जाउँ भन्ने कुरा छ। नुवाकोट दरबार भत्किएको छ, बनाउँदैछ, निर्माण कार्य जारी छ। भनेपछि अब हेरौँ न त कस्तो दरबार बन्दैछ।
भन्ने जिज्ञासा छ, यति छ, अरू केही छ, चर्को काम छ। यहाँ रमाइलो कतिको भयो सर? गजबले आनन्द। साथीहरू 4 बजी सुते, म त 12 बजी सुतेको थिएँ। हिजो चाहिँ सिटी राइड नेपाल र हाम्रो सिटी राइड सर्भिस र न्युज 24 को कोलाबोरेसनमा हामी चाहिँ आज घुम्न आइयो 1 पाउन्डमा होइन, नुवाकोटको 6 अरे भन्दा माथि 1 पाउन्डमा। अब हामी दरबारतिर जाँदैछौँ, अब यस्तै कोलाबोरेसन भइरहोस् न्युज 24 सँग। ओके, थ्याङ्क यू सर। 1 पाउन्ड कस्तो लाग्यो हजुर। 1 पाउन्ड एकदम राम्रो छ, एसिडिटी पनि एकदम राम्रो, हजुरको चाहिँ सर्भिस एकदम क्विक छ र यहाँको चाहिँ तपाईँको चाहिँ फीहरू पनि एकदम ठिक छ, खानाहरू एकदम मिठो छ। थ्याङ्क यू। बाटो कस्तो छ? त्यो त खेत रुपियाँ छ हो, त्यो त न्युजमा मात्रै आएको।
अप्रोच गर्नु कति बाटो यो त सबै कति बाटो रेस गरेर जाउँला
साइडबाट हिँड्छ दरबार जाने बाटो कता हो जस्तो लाग्यो मलाई त